Hello guys, welcome to 3 Million Cafe. Today I am going to making pistachio frappuccino. Coffee नहालेको अब कतिपय कस्टमरहरूले अब कसैले कफी हालेर खान्छ हैन कसैले नहालिकन खान्छ नि त पिस्टाचियो फ्रापुचिनो बनाउन गइरहेको छु त म चाहिँ मिडियम कपको बराबर बनाउन गइरहेको छु त्यसको सुरुमा चाहिँ हामीलाई अब ब्लेन्डेड कलरको लागि ग्रीन कलर देख्नको लागि त्यो कलरको लागि थोरै हाल्छु त्यसपछि भेनिला आइसक्रिम पिस्टाचियो फ्रापुचिनोहरुमा चाहिँ भेनिला आइसक्रिम युज हुन्छ मैले पिस्टाचियो आइसक्रिम थोरै युज गरेको चाहिँ यो कलरको लागि थोरै ग्रीन कलर देखिन्छ अनि फ्रापुचिनोहरुमा भेनिला आइसक्रिम युज हुन्छ है सबैमा त्यसपछि युज हुन्छ पिस्टाचियो पेस्ट त्यसपछि हामीलाई चाहियो मिल्क त्यसपछि चाहियो हामीलाई आइस क्युब त्यसपछि अब ब्लेन्डेड गर्ने कतिपय मान्छेले अब कफी हालेर खान्छ नि कसैले नहालिकन खान्छ त्यसपछि अब हाम्रो काम भनेको ब्लेन्डेड गर्ने पिस्टाचियो फ्रापुचिनो रेडी भयो अब पालो हाम्रो सर्भ गर्ने अब मिडियम कपको लागि बनाउँदैछ पिस्टाचियो फ्रापुचिनो त्यसमा टपको कस्टमरलाई दिँदाखेरि चाहिँ हामीले ग्लासमा यस्तै डेकोरेट गरेर थोरै पिस्टाचियो पेस्ट यस्तै डेकोरेट गरेर डेकोरेट गर्यो भने भित्र डालेर राम्रो देखिन्छ पिस्टाचियो अलिकति सेक गरेर प्लेट कफी नहालेको है पिस्टाचियो फ्रापुचिनो रेडी